एक पटकको कुरा हो, एकजना मान्छे नेपालको एउटा गाउँ हुँदै हिँडिरहेको थियो। अचानक उसको नजर ठूला ठूला हात्तीहरूमा पर्यो, जहाँ ठूला हात्तीहरू सानो डोरीले बाँधिएको अवस्थामा उभिएका छन्। त्यहाँ न त कुनै जन्जिर थियो, न त कुनै पिजडा, केवल सानो कमजोर देखिने डोरी। ऊ प्रशिक्षक नजिक जान्छ। माफ गर्नुहोस्, एक प्रश्न गर्न मन छ। यी हात्तीहरू यत्रा बलिया छन्, तर किन एउटा सानो डोरीले बाँधेर राख्नु भएको? जब यी हात्तीहरू साना थिए, त्यतिबेला यिनलाई यस्तै डोरीले बाँधिन्थ्यो। त्यो बेला यिनीहरू कमजोर थिए, डोरी तान्दा पनि छुट्न सक्दैनथे। तर अब त यिनीहरू विशाल भएका छन्। हो, तर समस्या शारीरिक होइन, मानसिक हो। यी हात्तीहरूले बच्चैदेखि यही विश्वास गरेका छन् कि यो डोरी उनीहरू तोड्न सक्दैनन्। त्यसैले अहिले पनि तिनीहरूले प्रयास नै गर्दैनन्। त्यसरी ती बलिया हात्तीहरू डोरीले होइन, आफ्नो सोचले बाँधिएका थिए। मान्छे आश्चर्यचकित हुँदै, यत्रा ठूला हात्तीहरू, यिनीहरूले त सजिलै त्यो डोरी च्याती भाग्न सक्थे। किन यिनीहरू यहाँ शान्त बसेका छन्? धेरैजसो हामी पनि पुराना अनुभव, असफलता वा डरको कारणले अघि बढ्न डराउँछौँ। हामीले कहिले प्रयास नै नगरेको कारण हामी सीमित भएको महसुस गर्छौँ। तर साँचो कुरा के हो भने, त्यो डोरी अब च्यात्न सकिने अवस्थामा छ। आफूलाई कमजोर नठान्नुहोस्, तपाईँ सोचेभन्दा धेरै बलिया हुनुहुन्छ। सायद हामी पनि जीवनमा कतिपय अवस्थामा पुराना विश्वासले बाँधिएका हुन्छौँ, जुन अब साँचो छैन। मान्छे चुप लाग्छ र गहिरो सोचमा डुब्छ।